यहाँ कसैले कसैलाई भेडा भन्न मिल्दैन। सबैलाई आफ्नो प्रतिनिधि रोज्ने अधिकार छ, आफ्नो मनपर्ने उम्मेदवार र प्रतिनिधिलाई भोट हाल्ने अधिकार छ। तर कुरा के हो भने हेमराज थापा र भूपदेव शाह जस्तो बजुरेली जनता र अछामी क्षेत्र नम्बर 2 का जनताले उम्मेदवार यहाँ अगाडि नपाएको थियो, नपाउनेछ। उहाँले आफ्नो उम्मेदवारी दिए भने कि त्यो थाहा भएन। यी दुई व्यक्तिहरू जसले कुनै पदमा नहुँदा पनि आफ्ना जिल्लालाई चिनाएका, आफ्ना जिल्लाका लागि आवाज उठाएका व्यक्तिहरूलाई जिताउँदैन भने त्यो दुर्भाग्य अछामी जनताको हो, बजुरेली जनताको हो। त्यो भूपदेव शाह र हेमराज थापाको दुर्भाग्य होइन। यी दुईटा जिताउनै पर्ने नेता हुन्, तर अछामी जनता र बजुरेली जनताले जिताएन। यो कुराबाट के प्रष्ट हुन्छ भने अधिकांश पहाडी जिल्लाहरूमा, विशेष गरी सुदूरपश्चिमका 3वटा जिल्ला डोटी, बाजुरा, अछाम, यी तीन जिल्लामा पार्टीबाट दलबाटको भावना गएको छैन। यी क्षेत्रका जनताहरू चुनावपछि मात्र विकास खोज्छन्, चुनाव हुँदाखेरि सोच्दैनन्। यी पुराना सोच भएका व्यक्तिहरू, पुराना पुस्ताका व्यक्तिहरूले यो 5 वर्ष आफ्नो भविष्य पनि खेर हाले पनि हामी युवा पुस्ताको भविष्य पनि खेर हालेको छ।